धैर्यताको फल मिठो हुन्छ भन्थ्यो हो नै रहेछ। मलाई चाहिँ धेरै मिठो लाग्यो उहाँको डान्सहरू। तपाईँहरूलाई कस्तो लाग्यो त? हाम्रो डान्स कोअर्डिनेटर दिपेश गुरुङ, उहाँको चाहिँ घोडामा इन्जुरी भएको थियो, त्यही पनि उहाँले धेरै राम्रो प्रस्तुति गरेर तपाईँहरू सामु ल्याइदिनु भएको छ। उहाँको लागि प्लिज एकचोटि फेरि जोरदार ताली दिएर साथ दिनु होला। अब हाम्रो नेक्स्ट प्रस्तुति छ मिस हेमा गुरुङको। उहाँको गीतको नाम छ देउराली। प्लिज उहाँलाई स्वागत गरिदिनु होला। थ्याङ्क यू। सरी, हेमा एन्ड मुना, प्लिज स्वागत गरेर ताली बजाइदिनु होला।